तपाईँहरूको लगानीले तपाईँहरू पनि समृद्ध हुन्छ। त्यो भएको हुनाले अब यो लगानी कसरी गर्ने भन्ने विषय राज्य सत्तामा बस्ने र लिडरसिपमा बस्ने चाहिँ लिडरसिपमा बस्ने लिडरको जुन विश्वास सबभन्दा महत्त्वपूर्ण छ र त्यो एउटा भिजन, त्यो एउटा कार्यशैलीबाट मात्रै त्यो सम्भव छ। हामीसँग हाइड्रो पावर धेरै छ। म हुँदै पनि मैले एउटा हाइड्रो पावरलाई नेपाली जनताको विदेशमा बसेको र देशमा बसेको नेपाली जनताको लगानीबाट अगाडि बढाउँ भनेर एउटा हाइड्रो पावर तयार गरेको थियौँ। अरुण भन्ने जुन प्रोजेक्ट थियो 1063 मेगावाटको, वर्ल्ड ब्याङ्कले फाइनेन्सिङमा केही समस्याहरू देखाएपछि अब हामी हाम्रै जनताको लगानीबाट अगाडि बढाउँछौँ भनेर अगाडि बढाएका थियौँ। 1063 मेगावाटको हाइड्रो पावर भनेको करिब 2 खरब 2.5 खरबको लगानी थियो र त्यसलाई अगाडि बढाउनलाई हामीले एउटा स्किम प्लान पनि तयार गरेका थियौँ। तर मन्त्रालय, मन्त्री र जुन नेतृत्वमा बस्नेहरूको कुनै चासो भएन। अर्थ मन्त्रालयदेखि मन्त्रालयको नेतृत्वको चासो नभएपछि यो लागू हुन नसक्दो रहेछ भन्ने मैले पनि अनुभव गरेँ। त्यो भएको हुनाले नेतृत्व एकदमै गम्भीर हुनुपर्छ, किनभने यो नेतृत्व गम्भीर भएन भने यो लगानी आउँदैन। हाइड्रो पावरमा लगानी, तपाईहरूको लगानी यति राम्रा प्रोजेक्टहरू छन्, सरकारले एउटा ग्यारेन्टी दिएर तपाईहरूलाई यति प्रतिशत लगानी सुनिश्चित, लगानीमा प्रफिट सुनिश्चित छ, सरकारले त्यसको ग्यारेन्टी दिन्छ भनेर लगानी आह्वान गर्ने हो भने खरबौँ लगानी आउँछ। त्यो लगानीमा ग्यारेन्टी चाहिन्छ। सरकारले 51% लिएर 49% जनताको लगानी ल्याउँ भनेर एउटा ग्यारेन्टीका साथ अगाडि बढ्ने भन्ने हो भने खरबौँ लगानी आउनेछ र तपाईँहरूले 10% मात्रै न कसैले 20% पनि हाल्न सक्छ। तपाईँहरू फर्केर जाँदाखेरि एउटा एसेट, एउटा सेयर रहन्छ, त्यसले तपाईँहरूको एउटा रिटायर्ड लाइफलाई पनि ठुलो मद्दत गर्नेछ। तपाईँहरू त्यसपछि त्यत्रो ठुलो लगानी भयो भने लाखौँ मान्छे, यहाँ गल्फ कन्ट्रीमा जति मान्छे छ त्योभन्दा बढी मान्छेलाई रोजगारी चाहिँ क्रिएट हुन्छ। हामीले त्यो रोजगारी क्रिएट किन गर्न सक्दैन? त्यो लगानी मात्रै नै रोजगारी क्रिएट हुन्छ। त्यसले हाइड्रो पावर ट्रान्समिसन लाइनमा, बहराइनमा जाँदा ट्रान्समिसन लाइनमा मात्रै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी कति रहेछ। यो गल्फ कन्ट्री किन विकास भयो? इनर्जीबाट विकास भयो। सब इनर्जी पेट्रोलियम प्रडक्टको चाहिँ जब उत्पादन सुरु भयो त्यसपछि यस विकासको सुरुवात हो। यहाँ भर्खरैमा 40 वर्षसम्म बसिराख्नु भएको हाम्रो सिबी दाइ हुनुहुन्छ। उहाँले यो देशको, यो ठाउँको विकासको प्रत्यक्षदर्शी हुनुहुन्छ, कसरी यो देश विकास भयो र तर आफ्नो देश किन विकास भएन भनेर उहाँले हिजोदेखि मलाई सुनाउँदै हुनुहुन्थ्यो। यो देश कसरी विकास हुँदो रहेछ 30-40 वर्षमा र हाम्रो देश सम्भावना भएको देश किन विकास भएन भनेर उहाँको गम्भीर चासो मैले एकदमै यो आम नेपालीको चासोको प्रतिनिधित्व यो विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी। हामी हाइड्रो पावर लाखौँ मेगावाटको हाइड्रो पावर हाम्रो क्षमता छ। त्यो अहिले यहाँ दुबईमा हाइड्रो पावर खोजौँ भनेर कहीँ हाइड्रो पावर बन्न सक्ने सम्भावना छैन, कहीँ पनि बन्दैन। तर उहाँहरूको रिसोर्स भनेको पेट्रोलियम प्रडक्ट हो र यहाँ टुरिज्म कति आउँदो रहेछ? 6 करोड टुरिस्ट त यहाँ आउँदो रहेछ। नेपालमा 6 करोड टुरिस्ट आयो भने हामीले कुनै घर खाली हुँदैन होला, घरमा पनि राख्न सक्दैनौँ। अनि त्यसपछि नेपालको विकास कहाँ पुग्थ्यो? हामी टुरिज्मको कुरा, त्यो पनि हामी त ग्रिन टुरिज्म, हामी ग्रिन हाइड्रो पावर, त्यहाँबाट सबै चिज हाम्रो ग्रिन हो। यो क्लाइमेट चेन्जको इफेक्ट, जुन क्लाइमेट चेन्जलाई हाम्रो कन्ट्रिब्युसन भनेको ग्रिन गर्ने हो। हाइड्रो पावर ग्रिन, एभ्रिथिङ इज ग्रिन। हामीले बनाउने सबै चिज ग्रिन हो। अहिले इलेक्ट्रिकल भेहिकलहरू, अहिले पेट्रोलियम प्रडक्टको इम्पोर्टै घटिसकेको छ, किनभने अहिले इलेक्ट्रिकल भेहिकलहरू नेपालमा यति धेरै आएको छ। अहिले कुकिङ पनि, ग्यासको इम्पोर्ट पनि घट्दै गएको छ। त्यो किनभने अहिले इलेक्ट्रिसिटीबाट चाहिँ भेहिकलहरू चल्छ। अहिले नेपाल विश्वको 2nd पेनिट्रेसन रेसमा इलेक्ट्रिकल भेहिकल इम्पोर्टमा प्रत्येक महिना सेल्समा
नर्वे पछि नेपाल सेकेन्ड हो जहाँ इलेक्ट्रिकल भेहिकल इम्पोर्ट हुन्छ। किन इम्पोर्ट भयो? एउटा ऊर्जामा एउटा आशा जगाउँदाखेरि त्यसले कति रोजगारी क्रिएट गर्दो रहेछ। सम्भावना भएको देश हो। अहिले इलेक्ट्रिकल यो चार्जिङ स्टेसनको बिजनेस, चार्जिङ स्टेसन प्लस बिजनेस, यो चाहिँ ग्रोसरी, होटल, रेस्टुरेन्ट, चार्जिङ स्टेसन राखेर खोल्न ठुल्ठुला लगानीहरू युवाहरूले लगानी गरिरहेछ। त्यो बन्द रहेछ नि एउटा इनर्जी। पानी नै सबै चिज हो। यहाँ पानी मैले धेरै कुरा सुने, यहाँ पानी भन्दा के अरे पेट्रोल भन्दा पानी डबल महँगो रहेछ। हामीसँग पानी नै पानी छ। एभरेस्टको पानी भनेर बेच्न किन सकेनौँ? हामीले ब्रान्डिङ गर्न किन सकेनौँ? त्यो सरकारको एउटा नीति त्यो बन्नु पर्थ्यो। र अहिले ग्रिन हाइड्रोजन भनेर आएको छ। ग्रिन हाइड्रोजन भनेको नेपालको पानीबाट बन्ने हो। पानी भनेको H2O, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ। त्यसलाई ब्रेक गर्यो भने हाइड्रोजन बन्छ। अहिले वर्ल्डमा हाइड्रोजनको मार्केट यति धेरै बनेको छ। त्यो हाइड्रोजन पनि इनर्जी हो जसले ठुल्ठुला गाडीहरू चल्छ, ठुल्ठुला सिप जहाजदेखि लिएर एरोप्लेनसम्म बन्ने भइसक्यो। र फर्टिलाइजर, केमिकल फर्टिलाइजर नभएर अहिले हामी चाहिँ किसानहरू चाहिँ यो खेती गर्न चाहिँ अप्ठ्यारो स्थितिमा छ। त्यही हाइड्रोजनबाट केमिकल फर्टिलाइजर हामी बनाउन सक्छौँ। एभ्रिथिङ हामी ग्रिन बनाउन सक्छौँ। पानी नै नेपालको सबै चिजको सोर्स हो। पानीबाट इरिगेसन हुन्छ। ठुल्ठुला रिजर्भर प्रोजेक्ट बनाउँदाखेरि नेपालले फ्लड कन्ट्रोल, हाम्रो मात्रै फ्लड कन्ट्रोल होइन, यो इन्डिया र बङ्गलादेशसम्मको फ्लड कन्ट्रोल गरेर लाखौँ हेक्टर जमिनलाई हामी रिक्लेम गर्न सक्छौँ। अहिले मैले बहरानमा गएको थिएँ। अहिले यहाँ पनि धेरै देखिन्छ समुद्रलाई पुरेर चाहिँ जमिन बनाएर ठुल्ठुला बिल्डिङहरू बनाइरहेछ। हाम्रा जमिनहरू बाढीले ध्वस्त छन्, त्यहाँ खेती गर्न सकिँदैन। अब त्यसलाई वाटर म्यानेजमेन्ट, वाटर रिसोर्सेसको म्यानेजमेन्टको वर्ल्डमा सबभन्दा प्रोस्पेरिटीको लागि, समृद्धिको लागि 1 नम्बरको विषय हो। त्यो हामीले किन गर्न सकेनौँ? त्यो राष्ट्रको एउटा यो नेतृत्वले गर्ने विषय हो। यदि हामीले ठाउँमा रिजर्भर प्रोजेक्ट बनाउने हो भने गङ्गाको पानीलाई हामी टोटल कन्ट्रोल गर्न सक्छौँ। त्यो हुनाले फ्लड कन्ट्रोल, इरिगेसन, ड्रिङ्किङ वाटर सबैमा हाम्रो पानी हो। फुड सेक्युरिटी, इनर्जी सेक्युरिटी सबै हाम्रो पानी हो। त्यो हुनाले पानीको व्यवस्थापन हामीले मात्रै गर्न सक्यौँ भने देश समृद्ध हुन्छ। र त्यससँगै जोडिएका धेरै विषयहरू छन्। किनभने समृद्धिको लागि हामीसँग रिसोर्स नभएको होइन। म साउदीमा गएको थिएँ। 2 लाख गाई पालेर डेरी प्रडक्ट बनाएर त्यो गाईलाई बाहिरबाट चाहिँ घाँस इम्पोर्ट गरेर चाहिँ डेरी प्रडक्ट वर्ल्डमा आल्मराई तपाईँले सुन्नुभयो होला। त्यो कसरी चलिरहेको छ? नेपालमा हेर्नुहोस् त, डाइभर्सिटी, हामी सबै चिज त्यहीँ बनाउन सक्छौँ। तर त्यो किन बन्न सकेन? किन चाहिँ हाम्रा डेरी प्रडक्टहरू, हाम्रो दुध चाहिँ किसानले रोडमा छर्नु पर्यो? किन चाहिँ हाम्रा गोलभेडा चाहिँ रोडमा छर्नुपर्ने अवस्था आयो? त्यो गम्भीर कुरा हो। त्यो किनभने त्यो भिजन, मार्केट कसरी क्रिएट गर्ने भन्ने भिजन सरकारले दिनुपर्थ्यो। त्यो सरकारले त्यो विषयमा हामी गम्भीर रूपमा अगाडि बढ्नुपर्ने विषय छ। त्यो हुनाले मैले कसैलाई दोष लगाएको होइन। यो के हो भने हिजो के भयो, कसले के गर्यो भन्दा पनि अब के गर्ने र हामीले के गर्ने भन्ने विषय एकदमै महत्त्वपूर्ण छ। हामी अगाडि बढ्यौँ। तपाईँहरूको सिप, तपाईँहरूले सिकेको सिप, ज्ञान, क्षमता जुन छ त्यसलाई अब नेपालको विकासमा कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि तपाईँहरूले सोच्दै गर्नुपर्ने